पञ्चकोट आयो साथी यो ल हेर्नुहोस् यहाँ गाग्री पनि छन् आमा यहाँ कति राम्रो बनाएको योमा ल हेर्नुहोस् पञ्चकोट हो हनुमान जी की जय हनुमान जी की मूर्ति हेर्नुहोस् यहाँ यही त हो यहाँको विशेषता भनेको हजुर गुरु ऐसे तो झन् राम्रो यार घन्टी हेर्नुहोस् कहाँ ठुलो पूरे निकाल आज 3-4 धान न आज 3-4 धान धेरै हान नि राम्रो बोल छाड्ने हो नि त नि ट्याङ्क किड्याङ हिँड्छ धेरै हान नि ट्याङ 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 हाने बस बस अब फेरि उडुपट्टि छ मन्दिर छ फेरि भन्दै हाने चलाइ चल्दिन पञ्चकोट मेरो भाइ तर पछि हेर्न भित्र मलाई भडा चलेको भाइ लाउनु छ तल जाउँ नानी जाउँ त तल जाउँ मालन नलगाए राम्रो देखिने रहेछ मालुम बजार प्लस हिमालहरू पनि तर त्यहाँ आउँदो रहेछ नि त है यो बाटो यताबाट म बालुङ बजार जान्छु कि जान्न नि अङ्कल यो बाटो बालुङ बजार जान्छ जान्छ
हो जस्तो मान्छे कच्ची बाटो यो त बाटो कच्ची बाटो आउँथ्यो नि है त्यो उते माथि के हो वहाँ त बालुङ पूर्वीबाट बाटो के पूर्वीबाट आन्थ्यो त खै कता आउँछ अरे आउनु होला यहाँ जाउँ पञ्चकोटको विशेषता हनुमानजी की यसको आउँदैन नि त पञ्चनयनसँग सङ्ग्राम मन्दिर रहेछ हो यसो कति राम्रो हो यार हिँड्नुहोस् है गाइजु बागलुङको पञ्चकोटमा यहाँ बाघ पनि रहेछ यहाँ ल हिँड्नुहोस् है छिटो हिँड्नु छिटो वहाँ तल एकछिन घुमेर आउने हो कि आउनुहोस् है आउनुहोस् पञ्चकोट आ बेलामा हामी त्यसमा पसेर बाहिर खिचेको फोटो हैन कहाँ बाहिर खिचेको फोटो बाहिर हेर्ने त हामीलाई के हेर्ने हेर्न त आउने के जाति हेर्ने मात्र हो नि किन बनाइस् नभने किन बनाइस्